सबैजनालाई नमस्कार। तपाईहरुले देखिरहनु भएको छ मेरो हातमा यो ज्वानो छ। यो हामीहरु सबैजनाको लागि, यो विशेष गरेर महिलाहरुको लागि एकदमै फलदायक छ। यदि कोहीलाई पनि तपाईको महिनामारी भएको बेलामा एकदमै धेरै पेट दुख्छ भने यो ज्वानो 1 गिलास पानीमा यो ज्वानो अलिकति राख्नु होला। यसमा चाहिँ अत्याधिक मात्रामा आइरन र क्याल्सियम पाउनु भएको भएर यो ज्वानो राख्नु होला। अनि यसलाई चाहिँ अलिकति थोरै बेसार राख्नु होला। त्यो पानीमा थोरै बेसार राख्नु होला। अनि थोरै हिङ हाल्नु होला। थोरै हिङ राखेर अनि आफ्नो आवश्यकता अनुसार यो बिरेनुन छ, आवश्यकता अनुसार यो बिरेनुन थोरै राखेर अनि पकाउनु होला। अनि त्यो 1 गिलास पानीलाई पकाएर 1/4 जस्तो थोरै बनाउनु होला र त्यसलाई छानेर खानुभयो भने तपाईहरुको महिनामारी हुँदाखेरि पेट दुखेको समस्या चाहिँ तुरुन्तै निको हुन्छ है। यो चाहिँ एकदमै रियल कुरा है। ट्राई गरेर हेर्नु होला।